सुर्ती खान जसले सुर्ती नै खाँदैन उसले सिकाइदियो मैसर नर्सरी वो थोड़ा बहुत सम्पूर्ण पत्रकार साथीहरू यहाँ सबैप्रति नेपाल मौसम केन्द्रीय समितिबाट हार्दिक नमस्कार जे दोस्तहरूले सिमेकी ठाउँ साथै मलाई अभिवादन गर्न चाहन्छु। आज हामी नेपाल मौसम केन्द्रीय समितिको राष्ट्रिय महासचिवको संज्ञानमा हुँदै गर्दा आज हामी यहाँ पत्रकार साथीहरू मार्फत नेपाल मौसमको 13औं राष्ट्रिय महाधिवेशनको गतिविधिहरू चाहिँ आम समुदायमा लाइभ त भइरहेको छ नि है हजुर ज्ञान सरको हाम्रो नेपाल मौसम केन्द्रीय समितिलाई स्वीकार्दै पाल्नुहुने तपाईँ सम्पूर्ण पत्रकार साथीहरूप्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ। विशेष गरिकन यो आज पत्रकार साथीहरूलाई चाहिँ संयोजन गर्नुहुने हाम्रो नेपाल महासङ्घ भातृ संस्था नेपाल मोहन लेखक सङ्घका महासचिव श्याम दाहाल महोदय उहाँले हुनुहुन्छ। उहाँको चाहिँ पत्रकार साथीहरू बिचको यो चाहिँ भेटघाट सार्थक भएको छ। त्यो अर्थमा म संयोजन गर्नुहुने श्याम दाहाल पत्रकारप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु र अब यो कार्यक्रमलाई म औपचारिक रूपमा सुरु गर्न चाहन्छु। आजको यो पत्रकार सम्मेलनलाई अध्यक्षता गरेको हुनुहुन्न नेपाल मौसम केन्द्रीय समितिका सदस्य अध्यक्ष श्री ज्ञानेन्द्र सरलाई पत्रकार सम्मेलनको अध्यक्षता गरेको हार्दिक अनुरोध गर्दै म कार्यक्रमलाई अगाडि बढाउन अध्यक्षज्यूबाट अनुमति लिँदै अध्यक्षज्यूको अनुमति अनुसार म भाषण गर्न गइरहेको छु। हामीसँग यतिखेर नेपाल मौसम केन्द्रीय समितिको पूर्व अध्यक्ष समाज छ र आदरणीय उहाँलाई अतिथि भाषण गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अब यसपछि हाम्रो नेपाल मौसम केन्द्रीय समितिका हाम्रो पदाधिकारी सदस्यज्यूहरू पनि यहाँनिर हामी थुप्रै मान्छेहरू सहभागी छौँ। म उहाँहरूको नाममा सशक्ति हामी चाहिँ सम्झन चाहन्छु। नेपाल मौसम केन्द्रीय समितिका सह अध्यक्ष गङ्गा खासी मगरजी हामी माझ हुनुहुन्छ र उहाँलाई सम्झन चाहन्छु। यसै गरिकन काम गरौँला। त्यसपछि म उपाध्यक्षज्यूहरूको तर्फ जाँदै गर्दा नेपाल मौसम केन्द्रीय समितिका खुल्ला उपाध्यक्ष आदरणीय मित्र कक्षकार बहादुर रैगा मगरजी हुनुहुन्छ। त्यसै गरी हाम्रो भाषिक उपाध्यक्ष जीवन प्रदेश गोटा मगरजी पनि हामीमा हुनुहुन्छ। म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरी अर्को हाम्रो उपाध्यक्ष सांस्कृतिक उपाध्यक्ष कविराज मगरजी पनि हामीमा हुनुहुन्छ। म उहाँलाई पनि मञ्चमै आमन्त्रण गर्न चाहन्छु। र अर्को हाम्रा उपाध्यक्षज्यूहरू जब रेसिपी लगायतका अन्य उपाध्यक्षहरू पनि आमन्त्रण हुँदैछ। उहाँको आगमन सँगसँगै मैले उहाँले सम्झौँला। पहिला पनि हाम्रो सहअध्यक्षज्यूले आमन्त्रण गरिसकेका छौँ। सहअध्यक्ष गङ्गा ठाकुरज्यूले पनि म आमन्त्रण गर्न चाहन्छु। सिट पनि हजुरहरूले आफ्नो अनुकूल अनुसार मिलाउनु होला। अब यसपछि हामीसँग उपमहासचिवहरूमा चाहिँ उपमहासचिवको संरक्षण विभागको प्रमुख महेन्द्र परिवारजी पनि हुनुहुन्छ। मैले चाहिँ सम्झन्छु। यसै गरिकन उपमहासचिव हाम्रो समीर राणा मगरजी पनि हामीमा हुनुहुन्छ। म उहाँलाई सम्झन चाहन्छु।
गरी हाम्रो उपमहासचिव जय प्रकाश गुरुङको वर्ष हुनुहुन्छ, म उहाँले पनि सम्झाउन चाहन्छु। यसै गरी हाम्रो निर्वाचन समितिका संयोजक सिद्धान्त गजगाको वर्ष हुनुहुन्छ, म उहाँले पनि सम्झाउन चाहन्छु। अब यसपछि हामीसँग अनुशासन विभागका केन्द्रीय संयोजक पूर्व एसपी जो आदरणीय कर्णबहादुर गुरुङ हुनुहुन्छ, म उहाँले पनि सम्झाउन चाहन्छु। र यसै गरी नेपाल मौसम केन्द्रीय समितिका कोषाध्यक्ष हाम्रो आदरणीय पूर्णबहादुर राणा महोदय पनि हुनुहुन्छ, म उहाँले पनि सम्झाउन चाहन्छु। यसै गरी हाम्रो विदेश सचिव छत्र घले महसर हुनुहुन्छ, म उहाँलाई पनि सम्झाउन चाहन्छु। यसै गरी नेपाल मौसम केन्द्रीय समितिका सदस्य टोपबहादुर बहादुर मगर्जी हुनुहुन्छ, उहाँलाई पनि सम्झाउन चाहन्छु। त्यस्तै कल्याण राणा मगर्जी हुनुहुन्छ, उहाँलाई पनि सम्झाउन चाहन्छु। यसै गरी सोमलाल राम मगर्जी हुनुहुन्छ, म उहाँलाई पनि सम्झाउन चाहन्छु। र यसै गरी नेपाल मगर कतारको प्रमुख सल्लाहकार रेशम आले मगर हुनुहुन्छ, म उहाँलाई पनि सम्झाउन चाहन्छु। यसै गरी नेपाल मगर सङ्घको नेपाल मगर सङ्घ सम्पर्क सम्बन्धी केन्द्रीय समितिका महासचिव बुद्धिमाया बुद्धिमाया हुनुहुन्छ, उहाँले पनि सम्झाउन चाहन्छु। यसै गरी नेपाल मगर केन्द्रीय समितिका निर्वाचन समितिका केन्द्रीय सदस्य हाम्रो राजकुमार राणा मगर हुनुहुन्छ, अधिवक्ता राजकुमार राणा मगर, म उहाँले पनि सम्झाउन चाहन्छु। यसै गरी नेपाल मगर केन्द्रीय समितिका वर्तमान अध्यक्ष हाम्रो धर्मेन्द्र मगर सर हुनुहुन्छ, म उहाँले पनि सम्झाउन चाहन्छु। यसै गरी नेपाल मगर केन्द्रीय समितिका केन्द्रीय सदस्य महेश राणा मगर हुनुहुन्छ, म उहाँले पनि सम्झाउन चाहन्छु। म चाहिँ सम्भवतः मैले सबैको नाम सम्झेको छु भन्ने जस्तो लागिरहेछ। त्यस्तै नेपाल मौसम केन्द्रीय समितिका हाम्रो केन्द्रीय सदस्य गोपाल सर हुनुहुन्छ, म उहाँलाई पनि सम्झाउन चाहन्छु। यसै गरी नेपाल मौसम केन्द्रीय समिति हाम्रो नेपाल मौसम प्रणाली प्रदेशका अध्यक्ष हाम्रो पदेन सदस्य रत्नकार हुनुहुन्छ, म उहाँलाई पनि सम्झाउन चाहन्छु। र यो हाम्रो पत्रकार सम्मेलनमा उपस्थित हुनुहुने सम्पूर्ण तपाईँ पत्रकार साथीहरू यहाँ सबैलाई म स्पष्ट रूपमा पुनः हार्दिक स्वागत गर्दै हार्दिक स्वागत पनि गर्दछु। र यहाँहरूको चाहिँ व्यस्त समय हामीलाई चाहिँ यतिखेर प्रदान गर्नुभएको छ। यहाँको यो सभाप्रति पनि म यहाँप्रति हार्दिक गर्न चाहन्छु। हामीसँग समय असाध्यै कम छ, फेरि यहाँको पत्रकार सम्मेलन सकिसके पश्चात फेरि चाहिँ संसद भवनतिर चाहिँ उताको कार्यक्रममा जाँदै यो यहाँको चाहिँ कार्यक्रम सेड्युल एकदमै व्यस्तता रहेको कुरा हामी चाहिँ बुझेका छौँ। त्यसैले म धेरै भूमिका नबाँकिकन नेपाल मगर केन्द्रीय समितिले हामीले आज प्रेस मिट गर्दै गर्दाखेरि चाहिँ साथीहरूको यो चाहिँ प्रेस वक्तव्य सरस्वती भाषण गर्ने अनुमति चाहन्छु। म चाहिँ सरस्वतीले पहिले सुरुमा भाषण गर्छु, त्यसपछि यस सम्बन्धमा केही अरू थप यो विषयमा केही प्रश्न हुनुपर्ने भएछ भने यहाँबाट त्यस्तो केही जिज्ञासाहरू छ भने नेपाल मौसम केन्द्रीय समितिका सबै अध्यक्षहरूले चाहिँ यसलाई सम्बोधन गर्नुहुनेछ। यति बेला पनि यहाँको माझमा राख्छु। र हाम्रो महेश सरले चाहिँ हाम्रो प्रेस नोट चाहिँ वितरण गर्दै हुनुहुन्छ। सबैलाई सुरु हाम्रो सबै पत्रकार साथीहरूलाई वितरण गरिदिनु होला। त्यसपछि बसेको कुरामा चाहिँ हामी साथीलाई पाउँदा अरू यदि सबैलाई पुगेन भने यो फेरि हाम्रो केन्द्रीय समितिमा सदस्य मेन्टेन गर्दा अरू हाम्रो केन्द्रीय समिति साथीहरूले लिउँला। सबैलाई सुरुमा पत्रकार साथीहरू वितरण गर्नु होला। यति भन्दै अब म नेपाल मौसम केन्द्रीय समितिको 13औं राष्ट्रिय महाधिवेशनका लागि भाषण गर्ने अनुरोध चाहन्छु। प्रिय पत्रकार मित्रहरू, नमस्कार। नेपालको कुल जनसङ्ख्यामा तेस्रो स्थान ओगट्ने मगर जातिको अधिकारमुखी साझा संस्था नेपाल मगर सङ्घको 2039 फागुन 15मा स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै आज हामी सङ्घको 13औं राष्ट्रिय महाधिवेशनको सुरुवात गर्छौँ। यसै अवसरमा देश विदेशबाट महाधिवेशन सफल पार्न सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू
काठमाडौँमा हार्दिक आमन्त्रण गर्न चाहन्छौँ। महाधिवेशन प्रतिनिधि छनौटमा निर्वाचित हुनुहुने सबै महाधिवेशन प्रतिनिधिहरूप्रति सङ्घको तर्फबाट हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछौँ। मगर सभ्यतासहितको समृद्ध मगर समाज निर्माण गर्ने उद्देश्यले भाष्य गुल्मीमा मगरहरूको बृहत पश्चिमाञ्चल महासम्मेलनको आयोजना भयो। भाष्यमा सम्पन्न मगरहरूको यस महासम्मेलन पश्चात देशैभर खल्दै खुल्दै गएको यो सङ्गठन र यसले ल्याएको सुधारका वेगहरू 2017 सालको राजनीतिक परिवर्तनले सर्वत्र प्रभाव पारे चाहिँ सङ्घको सम्पूर्ण गतिविधिहरू पनि ठप्प हुन पुग्यो। 2028 सालमा पुनः एकीकृत भएका मगरहरूले 2036 सालमा राजनीतिक आन्दोलनपछिको खुल्लापनमा केही जुर्मुराएर उठेको परिणामस्वरूप दमौलीमा मगरहरूको एकीकृत सामाजिक संस्थाको रूपमा 2039 फागुन 15 गते संस्थापक हिमबहादुर पुन मगरजीको अध्यक्षतामा नेपाल लाङ्गाली परिवार, हाल यसको नाम नेपाल मगर सङ्घ भएको छ, नेपाल मगर लाङ्गाली परिवार सङ्घको विधिवत जन्म भयो। सङ्घले भिन्न भिन्न भाषा, धर्म र संस्कृति बोकेका मगरहरूलाई एउटै सूत्रमा बाँधी एकताबद्ध गरेकोले सबै मगरहरू एक हौँ भन्ने भावनाको विकास गरायो। विगतमा मगरहरूले समुदायको पैसा निकाल्न संरक्षणका लागि गरेको ऐतिहासिक सङ्घर्षबाट त्यसबाट प्राप्त उपलब्धिहरूलाई आत्मसात गर्दै नेपाल मगर सङ्घ आज सङ्गठनात्मक सुदृढीकरणसँगै समुदायको सामाजिक चेतना अभिवृद्धि, नेतृत्व विकास, ऐतिहासिक तथा सांस्कृतिक पहिचानको संरक्षण एवं राष्ट्रिय मूलधाराका सम्मानजनक सहभागिता सुनिश्चित गर्ने दिशामा निरन्तर क्रियाशील रहँदै आएको छ। सङ्घले नेपालको विभिन्न राजनैतिक परिवर्तनका लागि समावेशी लोकतन्त्र, संहिता, सामाजिक न्याय, समानुपातिक सहभागिता तथा पहिचानका सवालहरूमा सशक्त रूपमा आवाज उठाउँदै मगर समुदायको सामूहिक आवाजलाई राष्ट्रिय विमर्शको केन्द्रमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। वर्तमान समयमा आदिवासी जनजातिको अधिकार, सांस्कृतिक अस्तित्व, भाषिक विविधता, समावेशी प्रतिनिधित्व तथा पहिचान सम्बन्धी विषयहरू राष्ट्रिय बहसका प्रमुख मुद्दाका रूपमा स्थापित भइरहेका सन्दर्भमा नेपाल मगर सङ्घको 13औं राष्ट्रिय महाधिवेशनलाई विशेष महत्त्वका साथ हेरिएको छ। मिति 2083 जेठ 8, 9 र 10 गते काठमाडौँमा आयोजना हुन गइरहेको उक्त महाधिवेशनले सङ्घको भावी कार्यदिशा निर्धारण गर्नुका साथै नयाँ नेतृत्वसहित संरचनात्मक पुनर्संरचना, समसामयिक राजनीतिक तथा सामाजिक विषयहरूमा नीतिगत छलफल तथा दीर्घकालीन रणनीति निर्माण गर्ने अपेक्षा गरिएको छ। यस ऐतिहासिक अवसरमा मगर समुदायलाई सङ्गठित, सचेत र सशक्त बनाउन आफ्नो अमूल्य योगदान पुर्याउन हुने दिवंगत अग्रजहरूप्रति पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वर्तमान नेतृत्व तथा सम्पूर्ण अग्रज व्यक्तित्वहरूप्रति पनि हामी हार्दिक सम्मान व्यक्त गर्दछौँ। महाधिवेशनलाई ऐतिहासिक, प्रतिनिधिमूलक र सहभागितामूलक तथा परिणाममुखी बनाउने उद्देश्यका साथ देशभरिका जिल्ला समिति, प्रदेश समिति, प्रवास समिति, भातृ संस्था तथा शुभेच्छुक सङ्घ संस्थाहरू यतिखेर तयारीमा सक्रिय रूपमा जुटिरहनु भएका छन्। यस महाधिवेशनप्रति मगर समुदायका साथै विभिन्न राजनैतिक, सामाजिक, बौद्धिक, शैक्षिक तथा नागरिक क्षेत्रहरूको समेत विशेष चासो, अपेक्षा र सकारात्मक उत्साह देखिएको छ। महाधिवेशनको तयारी, उद्देश्य, कार्यक्रम तथा यसको समसामयिक सान्दर्भिकताबारे सार्वजनिक गर्ने उद्देश्यले आज यो पत्रकार सम्मेलन आयोजना गरिएको हो। ऐतिहासिक मगरा सभ्यता र प्राचीन संस्कार संस्कृतिको जगमा मगरा दर्शन निर्माण गरौँ, समृद्ध मगर समाज निर्माणको पक्षमा 13औं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पारौँ भन्ने मूल नाराका साथ नेपाल मगर सङ्घको 13औं राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना हुनेछ। उक्त महाधिवेशनमा देशभरबाट 68वटा जिल्लाहरू, 7वटा प्रदेश समिति, 9वटा राज्य संस्थाहरू र 13वटा प्रवास शाखाहरूबाट करिब 700 भन्दा बढी प्रतिनिधिको सहभागितामा यो महाधिवेशन सम्पन्न हुँदैछ। महाधिवेशन उद्घाटन समारोह नेपाल मगर सङ्घका सल्लाहकार, पूर्व अर्थमन्त्री माननीय प्रसमान पुन मगरजीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रम रहेको छ। यस अवसरमा मगर समुदायको मौलिक वेशभूषा, संस्कृति तथा पहिचान झल्काउने झाँकीसहितको सांस्कृतिक र्याली ढिकुटी मण्डपबाट बिहान 11 बजे प्रारम्भ भई पुतली सडक हुँदै कमलादी हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहरूमा पुगेर औपचारिक सभामा परिणत हुनेछ भन्ने जानकारी प्रिय पत्रकार मित्रहरू मार्फत सम्पूर्ण महानुभावहरू
जानकारी गराउन चाहन्छौँ। साथै नेपाल मगर सङ्घको यस ऐतिहासिक 13औं राष्ट्रिय महाधिवेशनलाई भव्य सभ्य तथा सफल बनाउन सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू शुभेच्छित तथा श्रोताहरूमा हार्दिक उपस्थितिका लागि पनि अपिल गर्दछौँ। कार्यक्रम तालिका मैले अघि नै पनि भनिसकेको छु। यसको हामीले जेठको 8, 9 र 10 गते 3 दिन हाम्रो कार्यक्रम हुन्छ। पहिलो दिन हाम्रो उद्घाटन समारोह 8 गते नै छ। उद्घाटन समारोहभन्दा अगाडि हामी बिहान 11 बजे 8 गते बिहान 11 बजे भिरकुटी मण्डपमा जम्मा भइसक्छौँ। त्यसपछि 11 बजे भिरकुटी मण्डपबाट हाम्रो थुप्रै भारतीय संस्थाहरू, थुप्रै आर्थिक संस्थाहरू नेपाल मगर समितिको मूल व्यायाममा हामी चाहिँ सांस्कृतिक झाँकीसहित हामीले र्याली सुरु गर्छौँ त्यहाँबाट। र यसपालिको र्याली हामीले चाहिँ उतापट्टिको आरएनएस हुँदै यतापट्टिको त्यो लामो बाटोलाई यसपल्ट पनि रुट चेन्ज गरेका छौँ। हामी भिरकुटी मण्डपबाट पुतली सडकबाट चाहिँ निस्कन्छौँ। त्यसै पुतली सडकबाट कमलहारीमा रहेको नेपाल पत्रिका प्रतिष्ठानको सभामा हामी चाहिँ त्यहाँनिर जान्छौँ। त्यसपछि दिउँसो 1 बजे हाम्रो उद्घाटन समारोह सुरु हुन्छ। मैले अघि भनिसकेको छु। हाम्रो नेपाल मगर समितिका सल्लाहकार पूर्व मन्त्री माननीय पशुमान कुमारजीको हातमा र थुप्रै हाम्रो माननीयज्यूहरू यतिखेरका सङ्घीय माननीयज्यूहरू, प्रदेश माननीयज्यूहरू र चाहिँ राष्ट्रिय सभाका माननीयज्यूहरूदेखि लिएर थुप्रै हाम्रो नेपाल मगर सङ्घसँग आबद्ध सल्लाहकार संरक्षक जीवहरूको उपस्थितिमा यो हाम्रो कार्यक्रम सुरु हुन्छ। त्यसपछि उद्घाटन समारोह सकाइसके पश्चात सम्पूर्ण हाम्रा बाहिरबाट पाल्नुहुने प्रतिनिधिहरूलाई त्यो कार्यक्रम स्थलबाट नजिकै बासको व्यवस्था गरेका छौँ। सुन्दारा स्थित त्यहाँनिर चाहिँ ठुलै होटलहरू को हामीले चाहिँ कुन ठाउँबाट आउने, कुन जिल्लाबाट, कुन प्रदेशबाट आउने प्रतिनिधिलाई कुन कुन होटल भन्ने पनि त्यसको लगभग हामीले होमवर्क चाहिँ गरिसकेका छौँ। सम्भवतः आज हाम्रो समितिको बैठकमा यसलाई हामी चाहिँ फाइनल गर्छौँ र सरकार हामीले पठाउँछौँ। अनि सुन्दारामा हामीले वासस्थान बस्ने व्यवस्थापन गरेका छौँ। त्यसपछि 9 र 10 गतेमा हामीले बन्द सत्र नेपाल पुलिस क्लबको भिरकुटी मण्डपमा रहेको नेपाल पुलिस क्लबको हलमा हाम्रो चाहिँ बन्द सत्र सुरु हुन्छ। र यसपालिको चाहिँ बन्द सत्र सदा जस्तो रातभरि बसिरहेको बन्द सत्र हुँदैन। त्यहाँको हलको नियम पनि के रहेछ भन्दाखेरि साँझको 10 बजेभन्दा पछाडि बस्न नपाइने हामी अन्य रूपमा चाहिँ हल छोड्नुपर्ने धारा हुँदैन। त्यसैले हामी भोलिपल्ट 9 गते बिहानै 7 बजे नै हामी चाहिँ त्यहाँनिर जम्मा हुन्छौँ। 7 बजेभन्दा हामीले बढी यताउता तलमाथि भयो भने 5-10 मिनट भन्दा हामी चाहिँ रोक्नै सक्दैनौँ। त्यो चाहिँ हामी खाजा नास्ता गरिसकेपछि 8 बजे हामी यदि के अरे बन्द सत्रमा हलमा प्रवेश गरिसकेपछि चाहिँ हाम्रा प्रतिवेदनहरू महासचिवको प्रतिवेदन, आर्थिक प्रतिवेदन र चाहिँ भावी रणनीति सम्बन्धी अध्यक्षको प्रतिवेदनमाथि हामी चाहिँ छलफल गर्छौँ। त्यो पनि एकदमै हामी उद्देश्यमूलक खालि एउटा प्रतिवेदन पेस गर्ने कहिले चाहिँ यसो एकछिन चाहिँ के अरे एउटा समर्थन गर्ने, पास गर्ने, खालि यो चाहिँ एक खालको चाहिँ कर्मकाण्डले मात्रै नभइकन अब यसपालि यतिखेरको यो देशमा के अरे वास्तविक अब चाहिँ हामी यो मगर समुदाय देशको स्वाधीनताको त्यसको सार्वभौमसत्ता जोगाउनको लागि अब मगर समुदायको भूमिका कस्तो रहनुपर्छ भन्ने विषयमा पनि हामी अलिक बढी चाहिँ भोटिन्छौँ, बढी छलफल गर्छौँ। र त्यसपछि त्यो साँझ त्यही दिन 9 गते नै हाम्रो सबै कुरा सकिन्छ। त्यसमा 9 गते रातभरि हामी त्यो हलभन्दा बाहिर बसेर हामीले चाहिँ सहमतिको एकदम चाहिँ प्रयास गर्छौँ। त्यति पनि सकिएन भने 10 गते भोलिपल्ट बिहानै हामी चाहिँ प्रक्रियामा गएर यो हाम्रो मानेर सकाउँछौँ। त्यही हाम्रो कार्यक्रमको सेड्युल भएको कुरा पनि यहाँको माझमा जानकारी गर्दै मैले यो 13 राष्ट्रिय महाधिवेशनको लागि आजको यो पत्रकार सम्मेलनको लागि तयार पारिएको प्रेस वक्तव्य यही पढेर सकाइसकेको कुरा यहाँको माझमा राख्दै मेरो भनाइ यही टुङ्ग्याउँछु। र यो प्रति र पत्रकार साथीहरूको चाहिँ केही त्यस्तो जिज्ञासा छ भने यहाँले उठाउनु भएका क्वेसनहरू हामी हेरेर चाहिँ छुट गर्नेछौँ र सबैको यहाँको चाहिँ प्रश्नहरू अर्थात् जिज्ञासा आइसकेपछि अन्तिममा हाम्रो सबै अध्यक्षज्यूले यहाँको जिज्ञासालाई सम्बोधन गर्दै सँगसँगै यो कार्यक्रमलाई पनि समापन गर्नुहुनेछ भन्ने कुरा यहाँको माझमा राख्छु। यति भन्दै म अहिले जान्छु। धन्यवाद। अब हाम्रो पत्रकार साथीहरूको त्यस्तो केही छ भने प्लिज।
शाखाहरू जस्तो नेपाल महासङ्घ वैदेशिक शाखा युएई, नेपाल महासङ्घ वैदेशिक शाखा कतार, नेपाल महासङ्घ वैदेशिक शाखा हङकङ, नेपाल महासङ्घ वैदेशिक शाखा के अरे मलेसिया हो। यस्तै गरिकन चाहिँ करिब हाम्रो 21वटा शाखाहरू चाहिँ छ र यतिखेर चाहिँ उहाँहरूको विभिन्न कारणले उहाँहरूको छुट्टी खालको उहाँहरूको पनि खालको समस्या छ। त्यसको बावजुद पनि 13वटा संस्थाहरू चाहिँ चलाइरहनु भएको छ। लगभग प्लिज अरू प्रश्नहरू। यो मगर युवाहरूले चाहिँ साधारण सुझावहरूलाई कसरी लिनु भएको छ भने सम्बोधन गर्नको लागि के गर्नु यही चिजको कार्यक्रम साधारण गर्नु भएको छ। ओके, अरू ठिक छ, हजुरको पत्र हामीले यो पाएका छौँ सम्बोधन गर्छ। अरू हाम्रो पत्रकारहरू केही छ त छैन होइन? ल, सम्पूर्ण पत्रकार साथीहरूलाई फेरि पुनः यहाँप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। अब यति भइसकेपछि करिब अब हामी यो पत्रकार सम्मेलनको अन्तिम चरणमा पुगिसकेका छौँ र पुगेका जिज्ञासाहरूले हुँदै यो आजको हाम्रो चाहिँ पत्रकार सम्मेलनलाई समापन गरिदिनु हुन सधैँ अध्यक्षज्यूलाई म ड्यासमार्न दिँदै म महासचिव आजको कार्यक्रमको सञ्चालक यहाँको माझबाट विदा हुन चाहन्छु। धन्यवाद। धेरै धन्यवाद। नेपाल मगर सङ्घ केन्द्रीय समितिका महासचिव तथा 13 राष्ट्रिय महाधिवेशन मूल आयोजकको सदस्य सचिवको रूपमा भूमिका निर्वाह गर्नुभएको केही जानकारी दिएको छैन। नेपाल मगर सङ्घ केन्द्रीय समितिका पूर्व अध्यक्ष पूर्व सांसद महेन्द्र थापा मगरज्यू, यसमा आसीन रहनुभएका मगर सङ्घ केन्द्रीय समितिका सह-अध्यक्षज्यूहरू, उपाध्यक्षज्यूहरू, उपस्थित रहनुभएका पदाधिकारी सदस्यहरू, पत्रकार मित्रहरू र सहभागी हुनुभएका सम्पूर्ण साथीहरूलाई चाहिँ यहाँ सबैलाई मगर सङ्घको तर्फबाट र 13 राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिको तर्फबाट म सबैलाई पुनः सबैलाई चाहिँ रोज हुँदै सिमेपाउ भन्न चाहन्छु। र यहाँले उठाउनु भएको कुराहरू चाहिँ धेरै कुराहरू चाहिँ यो प्रेस मिटिङबाट धेरै कुराहरू चाहिँ आएको छ र जसको कारणले गर्दाखेरि पनि यहाँले केही प्रश्नहरू राख्नु भएन भन्ने लाग्छ र केही प्रश्नहरू राख्नुभएको छ, त्यसलाई मैले सम्बोधन गर्ने कुरा म यहाँको बिचमा राख्न चाहन्छु। र पहिलो कुरा चाहिँ हामीले यो यसपल्टको राष्ट्रिय महाधिवेशनमा हरेक वर्ष नेपाल मगर सङ्घको हरेक 4 वर्षमा महाधिवेशन हुने गर्छ र हामीले आजभन्दा ठिक 4 वर्ष अगाडि 2068 साल चैतको 28-27 गते चाहिँ हामीले दाङको घोराईमा हामीले 12 राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका थियौँ। र 12 राष्ट्रिय महाधिवेशन सम्पन्न गर्दै गर्दाखेरि हामीले मगर सभ्यता सहितको समृद्ध मगर समाज निर्माणको लागि हामीले खास गरी 4 खम्बे नीतिले आत्मसात गर्दै मगर समाज र समुदायको समृद्धिको लागि चाहिँ 4 वर्ष काम गर्नुपर्छ भन्ने मुख्य कार्यभारलाई आत्मसात गर्दै हामीले मेरो नेतृत्वमा हामी 12 राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ समिति निर्वाचित भएका थियौँ र त्यो समितिको अब हाम्रो कार्यकाल अन्तिम चरणमा पुगेको छ र त्यो समितिले गरेका कामहरू यो महाधिवेशनमा समीक्षा हुनेछ। त्यो समितिले लिएका विभिन्न नीति कार्यक्रमहरू तर विभिन्न कारणले सम्पन्न गर्न नसकेका सवालहरूमा यो महाधिवेशनमा समीक्षा हुनेछ र हामीले यो कार्यकालमा 12 राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको हाम्रो कार्य समितिले अथवा कार्य समितिभित्र पनि हामी पदाधिकारीले कसले के निर्वाह जिम्मेवारीहरू वहन गर्यौँ या गरेनौँ भन्ने विषयमा हामी आत्मसमीक्षा गर्नेछौँ र यो समीक्षा गरिसकेपछि स्वाभाविक हिसाबले हामीले अब 13 राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने समितिले गर्नुपर्ने कामहरूको विषयमा हामीले आगामी कार्यनीति योजनाहरू बनाउनेछौँ र आगामी कार्यनीति योजनाहरू बनाउँदाखेरि स्वाभाविक हिसाबले हामीले ऐतिहासिक मगर सभ्यता, ऐतिहासिक मगर साहित्य प्रदेशको विषयमा पनि छलफल हुनेछ। त्यसैगरी हामीले नेपालको प्रथम शहीद लगन सांस्कृतिक सङ्ग्रहालयको निर्माणको विषयमा 1 करोड 4 लाख पैसा उठिसकेको छ भने त्यो थप पैसा सङ्कलन गरेर यो सङ्ग्रहालयलाई पूर्णता दिनको लागि चाहिँ
एउटा ठोस कार्ययोजना बन्नेछ र हामीले 2081 देखि 2090 को दशकलाई हामीले दस्तावेजीकरणको दशक भनेर हामीले घोषणा गरेका छौँ। यो दशकलाई सफल पार्नको लागि युवा आउने समितिले अत्यन्तै मेहनत ढङ्गले काम गर्नुपर्नेछ। त्यसकारण यो काम गर्नको लागि चाहिँ हामीले एउटा कार्यनीतिक रूपमा हामीले गहन योजना बनाउनेछौँ। त्यसपछि हामीले मगर भाषा र संस्कृतिमा आधारित रहेर हामीले अहिले काठमाडौँ नेपाल ओपन युनिभर्सिटीमा बिए मगर स्टडी हामी पढाइरहेका छौँ भने अब हामीले खुल्ला काठमाडौँ युनिभर्सिटी र त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयमा समेत हामीले मगर भाषा संस्कृतिमा केन्द्रित भएर हामीले मास्टर डिग्री पढाउने तयारी गरिरहेको कुरामा यसलाई ठोस उपलब्धिमा अथवा प्राप्तिमा लैजानको लागि चाहिँ कसरी जान सकिन्छ भन्ने विषयमा हामी मेन ढङ्गले छलफल गर्नेछौँ। र नेपालको संविधानले प्रत्याभूत गरेको स्वायत्त संरक्षित र विशेष क्षेत्र मगरको सवालमा कहाँ कुन क्षेत्रमा बनाउन सकिन्छ भन्ने विषयमा मेन ढङ्गले हामी योजना बनाउनेछौँ। त्यसै गरेर चाहिँ मगर समुदायभित्र रहेका हाम्रा वीर सपुतहरू जो आज हाम्रो बिचमा हुनुहुन्न, तर यो देशको लागि, यो राष्ट्रको लागि, यो हाम्रो भूमिको लागि चाहिँ आफ्नो महत्त्वपूर्ण योगदान दिनुभएका महत्त्वपूर्ण व्यक्तित्वहरूको प्रोफाइल तयार गर्नका लागि मगर विशिष्ट व्यक्तित्वको प्रोफाइल तयार गर्न हामी एउटा कार्यदल निर्माण गरेर हामी काम अगाडि बढाइरहेका छौँ। त्यो कार्यदलले केही कामहरू चाहिँ रिपोर्टको प्रारम्भिक चरणमा आइसकेको छ। त्यसलाई अझै ठोस रूपमा लैजानको लागि चाहिँ हामीले ठोस कार्ययोजना बनाउनेछौँ। त्यसै गरेर हामीले यो मगरहरूको चाहिँ विभिन्न भाषामा रहेका स्थान नामहरू, बोटबिलियाका नामहरू, जडीबुटीका नामहरू र विभिन्न नदी नालाका नामहरू चाहिँ मगर भाषामा रहेका स्थान नामहरूलाई चाहिँ पुनर्लेखनको लागि ठोस कार्ययोजना बनाउने चाहिँ हाम्रो मेन छलफल हुनेछ। यसको अलावा हिजो हामीलाई केन्द्रीय कार्यालयमा मगर युवाको तर्फबाट यो मगर सङ्घले चाहिँ खास गरी युवा लक्षित कार्यक्रममा के ल्याउनुपर्छ भन्ने विषयमा उहाँले सल्लाह सुझाव दिनुभएको छ। त्यो सल्लाह सुझावमा समेत हामीले आत्मसात गर्दै यहाँको चाहिँ सल्लाह सुझावलाई समेत आगामी कार्य समितिले गर्नुपर्ने प्रतिवेदनमा समेत यसलाई चाहिँ अगाडि बढाइने कुरामा चाहिँ छलफल गरिनेछ। त्यसै गरेर हामीले हिजो मात्रै हामीले कार्यालयमा नेपालको संविधान 2072लाई संशोधन गर्नका लागि भनेर मगर समुदायको तर्फबाट हामीले एउटा मगर प्राज्ञिक परिषदलाई जिम्मा दिएका छौँ। मगर प्राज्ञिक परिषदले यो नेपालको संविधानलाई चाहिँ संशोधन गर्ने मगरको सवालहरू के हुन सक्छन् भन्ने विषयमा चाहिँ एउटा आधारपत्र तयार गर्नेछ। त्यो त्यसमा समेत हामी छलफल गर्नेछौँ। यी सबै कुराहरू छलफल गरिसकेपछि स्वाभाविक हिसाबले नीति बन्छ र कार्यक्रम बन्छ। यो नीति र कार्यक्रमलाई आत्मसात गरेर कार्यान्वयन गर्ने स्वाभाविक हिसाबले हामीले नयाँ नेतृत्व चयन गर्नेछौँ। नयाँ नेतृत्व चयन स्वाभाविक हिसाबले मात्रै एउटा नेपाल मगर सङ्घको इतिहासमा एउटा समितिको समापन अथवा चाहिँ विदाई, अर्को समितिको स्वागतको लागि मात्र नभइकन यी सबै कार्यभारहरूलाई चाहिँ पुरा गर्नको लागि चाहिँ हामीले नयाँ नेतृत्व चयन गर्ने क्रममा स्वाभाविक हिसाबले नेपाल मगर सङ्घ केन्द्रीय समितिभित्रै रहनुभएका पदाधिकारीज्यूहरूबाट त्यहाँभित्र पनि एकदमै छलफल बहस गरेर सर्वसम्मत रूपमा हामीले नयाँ नेतृत्वलाई हामी प्रस्ताव गर्नेछौँ। यदि कुनै कारणवश सर्वसम्मत रूपमा हामी पुग्न सक्ने परिस्थिति भएन भने चाहिँ त्यहाँभित्र श्रेष्ठता पनि उच्चतम श्रेष्ठतम व्यक्तित्व चाहिँ लिएर अथवा चाहिँ त्यहाँ क्षमतावान व्यक्तिभित्र पनि अझै उच्चतम उत्पन्न हुनेछ। र यो सम्पन्न गर्नको लागि हामी सबैले देश विदेशबाट विभिन्न प्रतिनिधि साथीहरू आइसक्नु भएको छ। आज हामीले प्रतिनिधिहरू चाहिँ अब हामीले थप्न घटाउन सक्ने अवस्था हाम्रो प्रतिनिधिहरूको सङ्ख्या छैन। हाम्रो 68 जिल्ला छ, 68 जिल्लामा 69 जिल्ला हुन सक्दैन। अनि हाम्रो 8वटा भातृ संस्था छ, 9वटा भातृ संस्था हुन सक्दैन। अब त्यसै गरेर चाहिँ हाम्रो चाहिँ 7वटा प्रदेश छ, 8वटा प्रदेश हुन सक्दैन। हाम्रो चाहिँ 13वटा प्रदेश प्रवासबाट पाउनुभएको छ, 13वटा प्रवास अथवा विदेश शाखाबाट 14वटा विदेश शाखा हुन सक्दैन। त्यसै गरी हाम्रो केन्द्रीय समिति आयोजक समिति गरेर हाम्रो करिब 700 जना चाहिँ महाधिवेशन प्रतिनिधिको उपस्थितिमा यो महाधिवेशन सम्पन्न हुँदैछ। र यसमा चाहिँ हामीले सबैलाई यो मगरको सामूहिक साझा एउटा अधिकारवादी संस्था भएको हुनाले चाहिँ सबैलाई यो हाम्रो सामाजिक भावको साथमा सबै मगर समाज र समुदायलाई
यो मेरो संस्था हो यो हाम्रो संस्था हो, यसलाई हामी सबैले संरक्षण प्रवर्धन गर्नुपर्छ भन्ने हेतुले हामी सबैले एकताबद्ध भएर हामीले यसलाई चाहिँ सम्पन्न गर्नेछौँ। र यो सम्पन्न गर्नको लागि चाहिँ म फेरि पनि भन्न चाहन्छु, 8 गते बिहान 11 बजे यो बिरगुदी मण्डपमा हाम्रो र्याली सुरु हुनेछ। सम्पूर्ण काठमाडौँमा रहनुभएका र काठमाडौँभन्दा बाहिर रहनुभएका सबै राजनैतिक व्यक्तिहरूलाई चाहिँ मगर प्रतिष्ठा अस्तित्व र गरिमाको चाहिँ यो सङ्गमको रूपमा रहेको यो मगर सङ्घको मेरो राष्ट्रिय महादेव सङ्घलाई आत्मसात गरेर सबैलाई सम्पन्न गर्नको लागि उपस्थित भइदिनु सबैलाई हार्दिक अपिल सहित पत्रकार साथीहरूलाई यो उपस्थितिलाई धेरै धेरै धन्यवाद आभार सहित र यस पछाडि हामीले चाहिँ सामान्य चिया बिस्कुटको व्यवस्था गरेका छौँ, यो लिएर यहाँलाई गइदिनु सबैलाई अनुरोध सहित कार्यक्रम समापन गर्न चाहन्छु। धन्यवाद, नमस्कार। Thank you.